हेलो साथीहरू, यो जेनजी आन्दोलनको क्रममा चाहिँ लगभग 27 वटा कारागारबाट चाहिँ लगभग तपाईको भनौं न 14,500 भन्दा बढी कैदीहरू फरार भएका थिए हैन। जसमध्ये चाहिँ तपाईको लगभग 5,434 भनौं न 5,500 जति चाहिँ फर्किए भन्नाले केही चाहिँ आफै फर्किए र धेरै जसोलाई चाहिँ प्रहरीले पक्राउ गरेर ल्याएको छ हैन। अनि तपाईको अझै पनि लगभग फरार भएका चाहिँ लगभग अझै पनि 9,000 भन्दा बढी नै लगभग फरार नै छ अहिले पनि। भनेपछि सोच्नु अब देशमा कति खतरा छ अहिले पनि। अब यो कैदीहरूले लगभग के गर्ला त यो जुन फरार भएको छ अहिले अझै 9,000 भन्दा बढी। अब यो चारतिर फैलिएको होला, कुनै काण्डै गर्छ होला, क्राइमै गर्छ होला हैन। खतरा त छ नि त अझै पनि। अब त्यही भएर अब जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ हैन, बुवा आमा सबैजना चाहिँ सचेत भएर बस्नु होला हैन। अब नयाँ मान्छेले ढोका ढकढकाउँदा लगभग हत्तपत्त नखोल्नु हैन। अनि त्यही अनुसार सचेत भएर हिँड्नु, बाटो हिँड्दा पनि राति राति अब त्यसरी नहिँड्नु हैन, एक्लै हिँड्दा चाहिँ। किनभने अब 9,000 भन्दा बढी भनेपछि लगभग सानोतिनो हैन नि त संख्यामा, ठुलै संख्या भयो। अब यत्रो क्रिमिनलहरू नै भनौं, सबै अपराधी नै होला हैन। कैदीबन्दी भनेपछि त अब अपराधी क्रिमिनल सबै त्यस्तैहरू त हुन्छ नि हैन। अब त्यो अनुसार भनेपछि देशमा अहिले पनि खतरा छ क्या। अब यिनीहरूबाट बच्नलाई चाहिँ आफू सुरक्षित भएर बस्नु पर्यो। त्यही हो। हस् त, धन्यवाद।